हुने भएकोले गर्दाखेरि पनि तपाईहरुलाई यो जुन हामीले एरिया हाम्रो हातलाई फेर्नुपर्छ। जीवहरूको अनुमति लिँदै म आज फाइनली साथीहरु यति बेला भने हामी केराबारीमा अलिकति क्याप्टु न अलिकति आइपुगेका छौं। शिवानो यति बेला हामी कार्यक्रम स्थलतर्फ लगभग पुग्न आँटेका छौं साथीहरु। देख्न सक्छौं साइडमा यति धेरै आम मानिसहरूको सहभागिता यति बेला हाम्रो श्रम संस्कृति तथा हर्क सम्मानज्यू उपस्थिति भइसक्नु भएको छ। उहाँलाई जोरदारले स्वागत गरिदिनुहोला। जय हर्क सम्मान, जय हर्क सम्मान। आदरणीय दर्शक, आदरणीय जनसमुदायहरू, हर्कोबाद जिन्दाबाद, हर्कोबाद जिन्दाबाद। माटोमा नेपाली जनताले के भन्छ? नेपाली जनताले के भन्छ? श्रम संस्कृति पार्टी
सम्मानीय जनसमुदायहरू, केराबारी बासिन्दाज्यूहरू, पूजनीय बुवामा तथा दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू माझ हाम्रो श्रम संस्कृति पार्टीका स्वयं पिता हर्क साम्पाङज्यूको आगमन भइसक्नु भएको छ। उहाँलाई म अब यो कार्यक्रमलाई चाँडोभन्दा चाँडो औपचारिक रूपमा सञ्चालन गरिदिनु हुनका लागि मेरो सहमित्र ज्ञानु किरातीज्यूलाई आज निमन्त्रण गर्न चाहन्छु। ज्ञानु किरातीज्यू, तपाईँ कहाँ हुनुहुन्छ? यहाँ आएर औपचारिक रूपमा कार्यक्रम सञ्चालन गरिदिनु हुन होला। हामी सबै मिलेर जय देश, जय देश, जय संस्कृति, जय संस्कृति। भोट केमा, भोट केमा, भोट केमा। श्रम संस्कृति पार्टी, श्रम संस्कृति पार्टी, श्रम संस्कृति पार्टी। धन्यवाद। हामीले यहाँ बाँस व्यवस्था गरिएको छ जसले गर्दा दर्शक महानुभाव तिमीलाई तपाईँले यहाँ देख्न सक्नुहुन्छ अत्यन्तै ठुलो सबैले हेरिदिनु होला किनभने तपाईँहरूकै लागि भनेर हामीले कुर्सी र न्याय दिइसकेको छ जसले गर्दा पछाडि बसेर सुनिदिनु होला हेरिदिनु हुनुको लागि पनि योभन्दा अगाडि आएर तपाईँहरूले भिड गरिदिनु भने यहाँ हाम्रो विभिन्न पत्रकार साथीहरू हुनुहुन्छ यहाँनिर चाहिँ हाम्रो टेक्निसियन मित्रहरू हुनुहुन्छ जसले गर्दा काम गर्नु एकदमै कठिनाइ हुने भएकोले गर्दाखेरि पनि तपाईँहरूलाई यो जुन हामीले एरिया कभर गरेको छौँ त्यो एरिया भन्दा पछाडि भागमा बसेर सबैजनाले हेरिदिनु होला र सुनिदिनु होला भन्ने म विनम्रतापूर्वकको साथ म हार्दिक अनुरोध गर्न चाहन्छु र मैले अघि पनि उद्घोष गरेको छु यो सवारी साधनहरूलाई अलिकति साइड लगाइदिनु हुनुको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। जति पनि यो बाटोमा रहेको सवारी साधनहरूलाई मचिन्द्र चोक भन्दा यता रहेको सवारी साधनहरूलाई कृपया साइड लगाइदिनु होला किनकि हाम्रो जनसमुदाय जनमासहरू अत्यन्तै धेरै भएकोले गर्दाखेरि पनि यो बाटो त्यो चौक भन्दा यताको सवारी साधनहरूलाई साइडमा राखिदिनु हुनुको लागि म विनम्रतापूर्वक हार्दिक अनुरोध गर्न चाहन्छु। यति बेला यो तल्लोपट्टिको बाटो यो जुन हाम्रो स्टेज भन्दा माथिल्लो भागको यो हाइवेलाई खुल्ला गरिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु किनभने यो जति पनि उपस्थित हुनुभएका तमाम दाजुभाइ तथा दिदीबहिनीहरूलाई तल्लो बाटोमा आएर बसिदिनु हुनुको लागि अथवा त्यो बाटोलाई अलिकति खुल्ला गरेर बसिदिनु हुनुको लागि पनि म विनम्रतापूर्वक हार्दिक अनुरोध गर्न चाहन्छु। त्यहाँनिर भएको सवारी साधनलाई हाम्रो भोलिन्टियर्स भाइ बहिनीहरूले त्यो सवारी साधनलाई पनि साइडमा राखिदिनु हुनुको लागि म विनम्रतापूर्वक हार्दिक अनुरोध गर्न चाहन्छु किनभने यो बाटो आज हाइवे बाटो हो हामीले बन्द गर्नु हुँदैन सवारी चल्नुपर्छ जसले गर्दाखेरि सवारीलाई आवाज जावत गर्नको निमित्त कठिनाइ हुन्छ। हामी सबै संयम भएर सबैले बुझेर त्यो बाटोलाई थोरै खुल्ला गरिदिनु होला यति म अनुरोध गर्न चाहन्छु। बाटोमा रहेको सवारी साधन मैले अघि पनि उद्घोष गरेको छु कृपया सवारी साधनलाई पछाडि लगिदिनुको लागि भोलिन्टियर्स भाइ बहिनीहरूलाई त्यति सहयोग गरिदिनु हुनुको लागि पनि म विनम्रतापूर्वक हार्दिक अनुरोध गर्न चाहन्छु। यति बेला यो बाटो माथिल्लोपट्टिको बाटो पनि पुरै गफ गरेर होइन श्रम गरेर खानुपर्छ भन्ने हो हाम्रो संस्कृति। 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। कलमले मात्र भन्दैन देश औजार चलाउनु पर्छ अब नीतिले मात्र भन्दैन देश श्रम गर्नुपर्छ। अब सम्पूर्ण उपस्थित बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो हार्दिक नमस्कार। म हो ज्ञानु किराती तपाईँहरूकै हरपलको साथी ज्ञानु किराती। म यसै केराबारी गाउँपालिका वार्ड नम्बर 7 मा बस्छु। म यस श्रम संस्कृति पार्टी केराबारी गाउँपालिका वार्ड नम्बर 7 को सचिव अहिले काम गरिरहेको छु। यहाँहरूलाई फेरि पनि मेरो साइनो अनुसार न्यानो नमस्कार। यति बेला सडकै जाम भइराखेको छ यो 2 लेनको बाटो यहाँ तपाईँले देख्न सक्नुहुन्छ। सम्पूर्ण उपस्थितज्यूहरूलाई म फेरि पनि एकचोटि नमस्ते सेवारो जो जलपा फ्याफ्लो। यतिखेर यो मास यति मात्रै होइन अझै पनि हाम्रो यो केराबारी गाउँपालिका चाहिँ अलिकति पहाडी भेग अलिकति दुर्गम क्षेत्रसँग जोडिएकोले गर्दाखेरि माथिदेखि हाम्रो तमाम
तमाम हाम्रो माटो प्रेमी संस्कृति प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू आउँदै हुनुहुन्छ, जसले गर्दाखेरि अब हामी आजको यस औपचारिक कार्यक्रमलाई अगाडि बढ्दै नै छौँ र आज हामी तपाईँहरूको माझमा पक्कै पनि हामी संस्कृतिको कुरा गर्नेछौँ, हामी संस्कृतिसँग रमाउने कुरा गर्नेछौँ, जसले गर्दाखेरि हामी प्रकृतिसँग कुरा गर्नेछौँ, प्रकृतिको कुरा गर्नेछौँ र प्रकृतिको कुराहरू सुन्नेछौँ, जसले गर्दाखेरि हामी प्रविधिको कुरा सुन्नेछौँ, प्रविधिसँग हामी केही कुरा बुझ्नेछौँ र त्यस सँगसँगै हामी अति महत्त्वपूर्ण कुरा भनेको श्रमदान के हो, श्रमदान हाम्रो लागि कति आवश्यक छ र यो देशको लागि हाम्रो श्रमदान कति आवश्यक छ भन्ने कुरामा पनि हामी केही विषयमा हामी कुरा गर्नेछौँ, जसले गर्दाखेरि म ढिला नगरिकन कति पनि भूमिका नबानिकन म आजको औपचारिक कार्यक्रमलाई सरसर्ती अगाडि बढाउन चाहन्छु। आजको यस श्रम संस्कृति पार्टी केराबारी गाउँपालिकाको संगठन विकास पूर्व छाने मगरज्यूलाई आजको यस सभाको सभापतिको आसन ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सभा अध्यक्ष तथा सम्पूर्ण उपस्थित ज्यूहरूको अनुमति लिँदै म आजको यस औपचारिक कार्यक्रमलाई सरसर्ती अगाडि बढाउन चाहन्छु। आजको यस श्रम पिता खड्कराज साम्पाङज्यूलाई पनि आजको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहणकै क्रमलाई म सरस्वती अगाडि बढाउन चाहन्छु। अतिथि आसन ग्रहणकै क्रममा हाम्रो केराबारी गाउँपालिका वार्ड नम्बर 10 निवासी आजको ज्येष्ठ नागरिक रूपमाया राई लिम्बुज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। आजको यस धेरै धन्यवाद। संगठन विस्तार तथा घोषणा सभामा उपस्थित रहनुहुने सम्पूर्ण उपस्थित जीवहरूलाई स्वागत सम्मानका साथ आफ्नो भनाई राखी स्वागत मन्तव्य राखिदिनु हुनको लागि श्रम संस्कृति पार्टी केराबारी गाउँपालिका सल्लाहकार बुद्धिजीवी तथा अगुवा धन्यवाद। आजको यस विशाल आम सभाका सञ्चालक मित्र, केराबारी गाउँपालिका कमिटीको घोषणा सभा तथा संगठन विस्तार अभियानका यस कार्यक्रमका तथा हाम्रो पार्टीका केराबारी गाउँपालिका अध्यक्ष पूर्व छाने मगरज्यू यो अवस्थामा यो अप्ठ्यारो ठाउँमा पनि उपस्थित भएर कार्यक्रम सफल गराइदिनु हुने सम्पूर्ण केराबारीकामा एउटा ऐतिहासिक कार्यक्रम गर्दैछौँ। सायदै केराबारीमा पालिका स्तरको कमिटी यो स्तरले घोषणा भएको थियो होला। ठुल्ठुला पार्टीहरू त छ, तर यस्तो घोषणा थिएन। यो हामीले एउटा इतिहास कायम गरेका छौँ। यो कार्यक्रमले मलाई लाग्छ अब हामी सबैले एउटा बाचा पक्कै गरेका छौँ। हामीले हाम्रो हातलाई हिजो कुठाउँमा धेरै लगायौँ, अब सही ठाउँमा हामीले हाम्रो हातलाई लगाउने छौँ भनेर बाचाका साथ उपस्थित हुने सम्पूर्ण गाउँवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई म पहिलो स्वागत गर्न चाहन्छु। त्यस्तै
यो महाश्रम अभियानलाई सुरुवात गरेर यो उचाइसम्म ल्याउनु हुने हाम्रा अध्यक्ष अतिथि नेतागणहरूलाई म दोस्रो हार्दिक सम्मान तथा स्वागत गर्न चाहन्छु। साथै पत्रकार, बुद्धिजीवी साथीहरू, सुरक्षाकर्मी साथीहरू सबैलाई आजको यस कार्यक्रममा उपस्थित भइदिनु भएकोमा म हार्दिक स्वागत गर्न चाहन्छु। म एउटै यो मञ्चबाट स्वागत मन्तव्यको कुरा गर्दा गर्दै पनि एउटा कुरा चाहिँ भनेर जान चाहन्छु। हामीले 35-36 वर्ष हाम्रा हातलाई गलत ठाउँमा लगाएको कुरा प्रमाणित भइसक्यो। अब हामीले हाम्रो हातलाई फेर्नुपर्छ। धारे हात लाउँदै बसिरहेका छौँ। अघिल्लो दिन त्यही नेतालाई भोट हाल्छौँ, भोलिपल्ट धारे हात लाएर त्यही नेतालाई सराप्दै हामीले 35-36 वर्ष बिताइसक्यौँ। अब पनि हामी सुध्रिएनौँ भने देश बिगार्ने अरू होइन, देश बिगार्ने तपाईँ हामी हो, तपाईँ हाम्रो हात हो। त्यसैले नजानिकन गर्ने एउटा कुरो, तर अब जानिसकेर गर्ने भनेको अपराध हो। त्यसकारण हामी त्यो अपराध गर्ने छैनौँ। आजदेखि हामी हाम्रो हातलाई सही ठाउँमा लाउनेछौँ, सही नेतालाई, सही पार्टीलाई चुन्नेछौँ। यस मानेमा हामी सबै यहाँ उपस्थित भएका छौँ भन्ने मैले विश्वास लिएको छु। र जो आज उपस्थित हुनुहुन्न, फेरि पनि यो पार्टीमा सहभागी हुन चाहनुहुन्छ, उहाँहरूलाई हामी अग्रिम स्वागत गर्न चाहन्छौँ। उहाँहरूलाई फेरि हामी शुभकामना गर्न तयार भएर बसेका छौँ भन्ने पनि भन्न चाहन्छु। र अन्य पार्टीहरूमै बसिरहने जसले मनस्थिति बनाउनु भएको छ, कम्तीमा अब त सोच्नुहोस्, नेतालाई गाली गरेर देश बनेन, नेता फेरिएन, त्यसो भए हामी किन नफेरिने त? नेता फेरिँदैन भन्दै गाली गर्दै कहिलेसम्म बस्ने, जिन्दगी फाल्ने? हामी केटाकेटी हुँदाको नेता जसलाई छोडेर हामीले अर्को पार्टी बनायौँ, त्यही नेता फेरि हाम्रो नेता, हाम्रो जिन्दगीमा कपाल फुटिसक्यो, तकला भइसक्यो, फेरि पनि तिनै हाम्रो नेता, तिनैलाई नेता मानेर कहिलेसम्म बस्ने? हामी विवेकी मान्छे त पक्कै होइनौँ। त्यसकारण गम्भीर भएर कि जो बस्नु भएको छ, अन्य पार्टीको समर्थन गरेर बस्नु भएको छ, उहाँहरूलाई पनि एकचोटि गम्भीर भएर देशको बारेमा सोच्नुहोस्, देश कसरी बन्छ भन्ने बारेमा सोच्नुहोस् भन्ने विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। र जो यहाँ आज उपस्थित भएर यो विशाल कार्यक्रमलाई सफल गराइदिनु भएको छ, उहाँहरूलाई म मेरो तर्फबाट, केराबारी गाउँपालिका कमिटीको तर्फबाट पनि हार्दिक स्वागत गर्दै अब फेरि हामी गल्ती गर्ने छैनौँ र अब हामी सबै जय माटो भन्न तयार हुनेछौँ भन्ने आशा र अपेक्षा साथ म अन्तिममा जय माटो भन्दै बिदा हुन चाहन्छु। जय माटो।